Konnichiwa minasan. नमस्ते सबैलाई ओकेङ्गी देशका सन्चै हुनुहुन्छ सबै आई होप सबै सन्चै हुनुहुन्छ होला तर म चाहिँ यसो बिरामी भएर 2-4 दिन भिडियो गेप भयो सो आज त्यही पनि बिरामी खासै ठीक त भएको छैन त्यही पनि मैले चाहिँ आज पार्टिकलको भिडियोहरु लिएर आउँ भनेर आज चाहिँ पार्टिकल कतिवटा हुन्छन् र कसरी पार्टिकलको युज गरेर सेन्टेन्स चाहिँ राइट गराउन सकिन्छ अरु पार्टिकल नलगाउँदा कस्तो हुन्छ के बिग्रिन्छ भन्ने खालको चाहिँ मैले चाहिँ आज पार्टिकलको बारेमा चाहिँ भिडियो लिएर आएको छु सो भिडियो राम्रो लागेमा लाइक गर्नु होला शेयर गर्नु होला फलो गर्नु होला है सो आज चाहिँ हामी पार्टिकलको बारेमा जान्न गइरहेका छौं पार्टिकल के हो है पार्टिकलले के काम गर्छ र पार्टिकलको युज कसरी गर्ने भन्ने खालको चाहिँ हामीले चाहिँ भिडियोमा कुरा गर्ने छौं सो पार्टिकल खासमा चाहिँ हाम्रो 10-12 वटा हुन्छ है सो त्यसमा चाहिँ फर्स्ट पार्टिकल चाहिँ हाम्रो वा है वा अब चाहिँ हामीले सुरुमा हिरागाना काटाकानामा हा पढेमा पनि अब चाहिँ यो हालाई हामीले के पढ्ने वा जो अब पार्टिकलको रूपमा प्रयोग गरिन्छ है पार्टिकल भने वा पार्टिकल भनेको चाहिँ टपिक मेकर है जुनले चाहिँ टपिकलाई बनाउने काम गर्छ अथवा हेल्प गर्ने काम गर्छ लाइक वातासी वा सेन्सेई देशु म शिक्षक हो भन्न परेमा के भन्ने वातासी वा लगाउने अनि सेन्सेई देशु लाइक म स्टुडेन्ट हो भन्नु पर्यो भने के हुन्छ वातासी वा गाकुसेई देशु सो त्यस्तै चाहिँ हाम्रो अर्को के छ भने गा पार्टिकल छ है गा पार्टिकलले सब्जेक्ट बनाउँछ भने ओ पार्टिकलले ऑब्जेक्ट बनाउँछ है गा पार्टिकलले सब्जेक्ट बनाउँछ भने ओ पार्टिकलले के गर्छ ऑब्जेक्ट बनाउँछ है सो गा गा कस्तो ठाउँमा लाग्छ भने लाइक अब मलाई केही चीज मन पर्छ अथवा मसँग छ भन्नु पर्यो भने चाहिँ के कुन पार्टिकलको युज गरिन्छ हामीले गा पार्टिकलको युज गरिन्छ है बुझ्नुस् गा सुकी देशु है मलाई चाहिँ डान्स मन पर्छ भन्नु पर्यो भने डान्स गा सुकी देशु अब लाइक मसँग केही छ है लाइक गा आरिमास मसँग केही छ लाइक मसँग यो मार्कर छ भन्नु पर्यो मार्कर गा आरिमास है मसँग मार्कर छ भन्नु पर्यो भने चाहिँ के गर्नु पर्यो हामीले चाहिँ गा पार्टिकलको युज गर्नु पर्यो है बुझ्नुभयो सो नेक्स्ट हाम्रो ऑब्जेक्ट मेकर भनेको ओ ले के गर्छ ऑब्जेक्ट बनाउने काम गर्छ है लाइक मैले चाहिँ पानी पिउँछु अथवा मैले खाना खान्छु भन्नु पर्यो भने चाहिँ के हुने भयो निजु ओ नोमिमास गोहान ओ ताबेमास है ओ पार्टिकल त्यस्तो ठाउँमा त्यस्तो सेन्टेन्समा के गर्ने हामीले ओ पार्टिकलको युज गर्ने है वा पार्टिकल गा पार्टिकल ओ पार्टिकल बुझ्नुभयो अब नेक्स्ट हाम्रो नी पार्टिकल है नी पार्टिकलले के काम गर्छ भने टाइम है समय अथवा डेस्टिनेसन हाम्रो गन्तव्य के हो हाम्रो जापान जाने हाम्रो गन्तव्य हो सो त्यस्तो ठाउँमा चाहिँ के लगाउने हामीले नी पार्टिकलको प्रयोग गरिन्छ है नी पार्टिकल लाइक हामी बिहान 7 बजे उठ्छु म बिहान 7 बजे उठ्छु भन्नु पर्यो भने चाहिँ के लगाउने टाइम को पछि नी पार्टिकलको प्रयोग गर्ने लाइक सिचिजी नी ओकिमास है त्यस्तै हाम्रो अर्को छ डेस्टिनेसन भने निहोन नि इकिमास म जापान जान्छु है वातासी वा निहोन नि इकिमास है हो त्यस्तै गरेर अर्को के छ हाम्रो दे पार्टिकल अब दे पार्टिकलले के गर्छ भने प्लेस अफ एक्सन भनेको ठाउँ अथवा देले चाहिँ के गर्छ भने साधन बाई अथवा थ्रो केबाट आउनुभयो है कहाँबाट आउनुभयो भन्ने ठाउँमा चाहिँ के गर्छ हाम्रो लाइक कहाँ पढ्नुहुन्छ ठाउँको एक्सन है कसरी युज हुन्छ भनेर दे पार्टिकल लगाउने भने भइन्छ लाइक हाम्रो चाहिँ अर्को छ इए दे बेंक्यो छिमास घरमा पढ्छु भन्नु पर्यो भने चाहिँ के हुन्छ दे पार्टिकलको प्रयोग हुन्छ लाइक यो यसमा चाहिँ के भन्छ भने ठाउँको काम भइरहेछ हैन प्लेस अफ एक्सन भइरहेछ सो नेक्स्ट हाम्रो छ केबाट तपाई गाको आउनुहुन्छ अथवा केबाट गाको जानुहुन्छ घर फर्किनुहुन्छ भन्नु पर्यो भने चाहिँ के द्वारा फर्किन्छ हामी बासुदे है बासुदे कुरुमादे जितेन्सिया दे है सिनखानसेन दे है केबाट घर फर्किनुहुन्छ त्यो भन्नु पर्यो भने चाहिँ के हुन्छ बासुदे इकिमास म चाहिँ बसबाट जान्छु है बसद्वारा जान्छु भन्नु पर्यो भने चाहिँ के हुन्छ दे पार्टिकलको प्रयोग हुन्छ त्यस्तै हाम्रो चाहिँ अर्को एले के गर्छ भने डाइरेक्सन दिन्छ है कतातिर जानुहुन्छ उतातिर यतातिर है त्यतातिर भन्नु पर्यो भने चाहिँ के हुन्छ हाम्रो ए पार्टिकलको प्रयोग हुन्छ है बुझ्नुभयो दे पार्टिकलको बुझ्नुभयो ए पार्टिकलले के गर्छ भने हाम्रो डाइरेक्सन है हाम्रो चाहिँ डाइरेक्सन गर्दाखेरि के हुन्छ हाम्रो गाको ए इकिमास तिर भन्नु पर्यो भने चाहिँ के हुन्छ हाम्रो गाको
ए इकीमास है स्कुलतिर जान्छु तिर भन्नु पर्यो हैन स्कुल जान्छु हैन तर स्कुलतिर जान्छु भन्नु पर्यो भने चाहिँ के हुन्छ हाम्रो त्यसले चाहिँ डाइरेक्सन दिइराखेको छ है बाटो देखाइराखेको छ त्यही भएर के हुन्छ त्यसलाई गाको ए इकीमास गाको स्कुल जान्छु र स्कुलतिर जान्छुमा फरक हुन्छ नि हो त्यस्तै के भयो यो यसले चाहिँ के गर्छ हाम्रो डाइरेक्सन देखाउँछ गाको ए इकीमास है सो यति भयो हाम्रो चाहिँ वा पार्टिकल भयो गा ओ नि दे ए पार्टिकल भयो है यहाँसम्म बुझ्नु भयो अब हाम्रो नेक्स्ट पार्टिकल छ के कारा कारा र मादे हाम्रो सँगै युज हुने जस्तो खालको आउँछ लाइक हाम्रो चाहिँ के भन्नु पर्यो भने 7 बजेदेखि 8 बजेसम्म है अनि हामी लाइक अब जापानमा गएर कहाँबाट आउनु हो भनेर क्वेशन सोध्यो भने हाम्रो चाहिँ के हुन्छ म नेपालबाट आएको भन्नु पर्यो भने चाहिँ के हुन्छ कारा कारा भनेको चाहिँ फ्रम अथवा बिकजमा पनि है किन भन्नु पर्यो भने पनि चाहिँ किन अथवा त्यसले गर्दाखेरि भन्नु पर्यो भने भएकोले भन्नु पर्यो भने चाहिँ काराको परेको हुन्छ अनि मादे भनेको चाहिँ सम्म है 7 बजेदेखि 8 बजेसम्म भन्नु पर्यो भने चाहिँ के हुन्छ लाइक कारा भनेको चाहिँ नेपारू कारा नेपालबाट है सिचिजी कारा 7 बजेदेखि है त्यस्तै गरेर नेचुगा आरु कारा यहाँ चाहिँ बुझ्नु है यो चाहिँ बुझ्नु पर्ने छ है नेचुगा आरु कारा भनेको ज्वरो आएकोले गर्दा बिदा लिन्छु यासुमिमास अथवा बिदा बस्छु भन्नु पर्यो भने चाहिँ के हुन्छ नेचुगा आरु कारा यासुमिमास यहाँ चाहिँ के भयो बिकज भन्नाले भएकोले ज्वरो आएकोले ज्वरो भएकोले भन्नु पर्यो भने हामीले के गर्नु पर्यो गा कारा पार्टिकलको युज गर्नु पर्यो है सो त्यस्तै छ मादे मादे भनेको चाहिँ सम्म टु अथवा अन्टिल है जी गो जी मादे 5 बजेसम्म लाइक यहाँ चाहिँ के भयो हाम्रो चाहिँ बिहान 7 बजेदेखि बेलुका 6 बजेसम्म अथवा साँझ 6 बजेसम्म क्लास हुन्छ भन्नु पर्यो भने चाहिँ के हुन्छ सिचिजी कारा गोजी मादे है सरी है सो नेक्स्ट हाम्रो पार्टिकल छ के छ पार्टिकल हाम्रो भने नेक्स्ट पार्टिकल छ हाम्रो नो पार्टिकल है नो पार्टिकल चाहिँ के गर्छ हाम्रो पोसेसन अथवा डिस्क्रिप्सन गर्छ है त्यसले चाहिँ के गर्छ भने हाम्रो चाहिँ के हुन्छ भने कसैको यो कसको की हो का भन्नु पर्यो भने को की का भन्नु पर्यो भने चाहिँ के हुन्छ हाम्रो नो पार्टिकल लाइक हाम्रो चाहिँ यो माका मेरो हो यो बुक मेरो हो भन्नु पर्यो भने चाहिँ के हुन्छ नो पार्टिकल लाइक यो बुक मेरो हो भन्नु पर्यो भने चाहिँ के हुन्छ वातासी नो होन्देस त्यस्तै अर्को छ मिराजीको नोटबुक हो भन्नु पर्यो भने चाहिँ के हुन्छ मिरासान नो नोतो देश है मिरासान नो नोतो देश है सो नेक्स्ट हाम्रो छ नो पछि के आउँछ मो पार्टिकल है मोले के गर्छ पनि है मिराजी जसरी मिराजी के भन्छ गाकुसै हुनुभयो भने म पनि गाकुसै हो भन्नु पर्यो भने चाहिँ के हुन्छ मो पार्टिकलको युज हुन्छ है पनिको ठाउँमा चाहिँ के हुन्छ म पनि जान्छु म पनि आउँछु म पनि खान्छु अथवा म पनि स्टुडेन्ट हो म पनि खाइसियाइन हो भन्नु पर्यो भने चाहिँ के हुन्छ म पार्टिकल हुन्छ लाइक वातासी मो इकिमास म पनि जान्छु है अर्को छ मिरा सान मो गाको देश है गाकुसै देश है मिरा सान मो गाकुसै देश भन्नु पर्यो भने के हुन्छ मिराजी पनि स्टुडेन्ट हो है सो नेक्स्ट हाम्रो लास्ट बट नोट द लिस्ट है अरु पनि थपिन जान्छन् नेक्स्ट पढ्दै जान्छन् हामी थपिन्छ थोडा धेरै थपिन्न है थोरै अलिअलि तो पार्टिकल है तो पार्टिकलले के गर्छ भने सँग है अथवा या भन्ने पार्टिकलको त्यो भने है एन्ड र विथ सँग अनि र है यो र त्यो भन्नु पर्यो भने चाहिँ के गर्छ तो पार्टिकल है भन्न खोजेको के हुन्छ भने लाइक बुक र नोटबुक भन्नु पर्यो भने चाहिँ के हुन्छ तो पार्टिकलको प्रयोग हुन्छ अनि सँगै म साथीसँग यहाँ जान्छु अथवा म साथीसँग आएको भन्नु पर्यो भने चाहिँ के हुन्छ तो पार्टिकल लाइक यसमा चाहिँ के हुन्छ खाजुको तो इकिमास परिवारसँग जान्छु अथवा गए भन्नु पर्यो भने चाहिँ के हुन्छ खाजुको तो इकिमास परिवारसँग जान्छु है त्यस्तै अर्को छ अब यहाँ चाहिँ के हुन्छ र पार्टिकलको युज कसरी गर्ने पान तो है पान तो तामागो ओ ताबेमास पान र एग खान्छु भन्नु पर्यो भने चाहिँ के हुन्छ
पान्तो तामागो तोले त्यहाँ चाहिँ के काम गर्यो यसले रको काम गर्यो यहाँ चाहिँ सँगको काम गर्यो है सँग साथ यहाँ चाहिँ तो काम गर्यो भने यहाँ चाहिँ साथको काम गर्यो है सो बुझ्नु भयो यहाँसम्म सो पार्टिकलहरुमा हाम्रो चाहिँ यति है त्यसैले पार्टिकल कुन ठाउँमा युज गर्ने कसरी युज गर्दा चाहिँ सही हुन्छ है अब हाम्रो चाहिँ नो पार्टिकल लागिरहेछ त्यसमा मो लगाइदियो भने त रङ हुने भयो हो त्यस्तै पार्टिकल चाहिँ मेन हुन्छ लाइक हाम्रो चाहिँ इंग्लिशमा पनि आई एम ए टीचर भन्नु पर्यो भने चाहिँ यो एम लगाइएन भने यो चाहिँ यो सेन्टेन्स त रङ हुने भयो हैन आई एम लगाइएन भने रङ हुन्छ भने त्यस्तै त्यस्तै पनि यिनी पार्टिकलहरु लगाइएन भने यो सबै हेल्पिङ भर्ब है हेल्पिङ हुन्छ सेन्टेन्सलाई हेल्प गर्छ र सेन्टेन्सलाई फुल गर्नलाई पूरा गर्नलाई के गर्छ यिनी पार्टिकलहरुले हेल्प गर्छ त्यही भएर हामीले इंग्लिशमा पढ्दा पनि यसलाई हेल्पिङ भर्ब भनेर पढिन्थ्यो त्यस्तै यसलाई चाहिँ के हुन्छ आई एम अ टीचर सो एम लगाइएन भने यो सेन्टेन्स पनि रङ हुन जान्छ त्यस्तै हामीले यो पार्टिकलहरु पनि लगाइएन भने रङ हुन जान्छ है सो आजको पार्टिकल सुरु यो चाहिँ लेखेर है जस्तो मैले लेखेछु त्यस्तै सार्नी कपीमा सार्नी नोटबुकमा सार्नी केमा सार्नी लेखेर याद गरेर के हुन्छ यसले चाहिँ हाम्रो चाहिँ पछि बोल्नुमा हेल्प गर्छ हाम्रो चाहिँ लेसन पढ्नुमा हेल्प गर्छ सबै कुरामा यो पार्टिकल लगाउन जानिएन भने न लेख्न सकिन्छ न बोल्दाखेरि पनि गाह्रो हुने भयो सो त्यसैले यसलाई सार्नुस् लेख्नुस् याद गर्नुस् आजको लागि यति नै है भोलि फेरि आउँला अर्को टपिक्स लिएर अर्को लेसनको वर्ड मिनिङ्सहरु लिएर आउँला है अरु के लिएर आउँला सो आजको लागि यति नै मेरो भिडियो लाइक गर्नु होला शेयर गर्नु होला फलो गर्नु होला है कमेन्ट गर्न चाहिँ नबिर्सनु होला माताने